संस्कृतिलाई माया गरौँ विकृति भागी जाऊ, संस्कृतिलाई माया गरौँ विकृति भागी जाऊ, हजुरहरू सबैलाई बाडुली लागि जाऊ। नमस्कार, टिभी टुडेको प्रस्तुति कार्यक्रम बाडुलीको पर्खाइमा रहनुभएका स्वदेश तथा विदेशमा रहनुहुने समस्त आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्राउँछु। म कार्यक्रम प्रस्तुता चाँदनी मल्ल। दर्शकवृन्द, आज पनि हामी यहाँहरूमाझ उपस्थित भइसकेका छौँ। आज भने हामी यहाँहरूमाझ गीत सङ्गीत लिएर आएका छैनौँ, एकजना व्यक्तित्वलाई पाहुनाको रूपमा निम्त्याएर आज हामी यहाँहरूमाझ उपस्थित भएका छौँ। बैतडी पाटन नगरपालिका 6 मा जन्म भई काठमाडौँमा आफूलाई कार्यरत बनाइराख्नुभएका, अझ विशेष गरी गीत सङ्गीतमा निकै आफूलाई समर्पित गरिराख्नुभएका एकजना व्यक्तित्वलाई हामीले यहाँहरूमाझ निम्त्याएका छौँ। उहाँले छायाङ्कन गरेका, सम्पादन गरेका धेरै गीतहरू यहाँहरूमाझ आइसकेका छन्, तर पनि हामी व्यक्तिलाई हामीले चिनेका हुँदैनौँ। नाम त हामीलाई थाहा हुन्छ, तर पनि हामी यो कसले गरेको हो त भन्ने कुरा हामीलाई थाहा हुँदैन। यहाँहरूको जिज्ञासालाई मेटाउनको लागि आज मैले उहाँलाई निम्त्याएको छु। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। यहाँलाई हाम्रो कार्यक्रममा धेरै धेरै स्वागत छ। हजुरलाई धेरै धन्यवाद। कार्यक्रम बाडुली हेरिराख्नुभएका सम्पूर्ण दर्शक, आमा बुवा, हजुरबा हजुरआमा, भाइ बहिनी, दाजु भाइ अनि सम्पूर्ण इष्टमित्र, शुभचिन्तकमा ढोक छ अनि सबैलाई नमस्ते, आशीर्वाद छ। अनि सन्चै हुनुहुन्छ? ठिक छु हजुर। यहाँ त वीरेन्द्र भाट विपिन, हजुर वीरेन्द्र भाट विशेष गरी विपिन भनेर सबैले चिन्छन् होइन। गीत सङ्गीतमा छायाङ्कन गरेको, सम्पादनमा यहाँको नाम आउँछ। यो विपिन टाइटल किन जोड्नु भएको? यो कस्तो हो भने सानै छँदा स्कुल लेभलमा मैले निकै रेडियोहरू सुन्थेँ। सानैदेखि रेडियोको एकदमै फ्यान थिएँ। अनि हुँदाहुँदै पछि गएर रेडियोतिर पत्रचार गर्ने, त्यो एउटा चलन थियो त्यतिखेर, पत्रचार गर्ने। अनि विभिन्न गीतहरू लेख्ने, गजलहरू लेख्थेँ म, अनि यात्रा संस्मरणहरू लेख्थेँ। त्यो गर्दा गर्दै कता कता अब छोटो नाम सबभन्दा बोलाउनु मान्छेलाई चाँडो होस्, कसैको दिमागमा छिटो नाम बसोस् भन्ने उद्देश्यले त्यो विपिन भन्ने जोड्या हो। तपाईँ यहाँ काठमाडौँ बसेको धेरै वर्ष भइसक्यो। हजुर। आफ्नो भाषा आउँछ? मलाई मजाले आउँछ। अब यसो गरौँ, यो कार्यक्रम बाडुली सुदूरपश्चिमकै भाषामा कार्यक्रमको नाम भएकोले आज आफ्नै भाषामै कुरा गरौँ। कुनै कुनै ठाउँमा नेपाली आउन सक्छ है, त्यसको लागि क्षमा। केमै व्यस्त छौ आजकल? आजकल तीजा गीत बहुत हैरान इन छायाङ्कन सम्पादनैमा व्यस्त छौँ। भन्नाले आफ्नो भाषा, धर्म हराएबर, संस्कार सबै हराएबर अस्तित्व नै हरान्छ। त हिसाबले कसैलाई विस्थापित गर्दछ भनेर उयोको सबभन्दा पहिला भाषामा एट्याक गर्नु पर्छ अरे। भाषा जब नाश भयो तब सबै संस्कार नाश हुन्छ अरे, धर्म नाश हुन्छ अरे, अनि जातित्वै नाश हुन्छ अरे के। त भाषालाई सबभन्दा प्रायोरिटी दिनु पर्छ। मैले आफ्नो भाषालाई एकदम प्रायोरिटी दिनाइ लेख्या, हरेक ठाउँमा यसै बोल्दा म है। भाषालाई मत ल्याउन लेख्या, आफ्नो धर्म मत ल्याउनु, आफ्नो संस्कार मत ल्याउनु, आफ्नो जाति मत ल्याउनु, आफ्नो क्षेत्र मत ल्याउनु है, सुदूरपश्चिमलाई मत ल्याउन लेख्या। सबै ठुलो भाषालाई नै प्राथमिकता दिनुपर्छ भन्नान्। सिक्दु संसारकी भाषा, हजुर, सपट्टु उगड्डु हो, विशद्दु अफनी भाषा उजड्डु बिगड्डु हो। सही कुरा, सही कुरा। आफ्नो भाषालाई कहिल्यै बिसद्दु नहेर्नु। यही त हामीले आफ्ना भाषाका बारेमा कुरा गऱ्यौँ। अब तँले धेरै गीत छायाङ्कन गरेका छौ, हजुर, सम्पादन पनि गरेका छौ। हजुर। तर हामी जति गीत हेर्दा छौँ टिभीमा, जति गीत सुन्न छौँ हेर्दा छु, त्यहाँ कुनै गीत चल्यो भने गायक गायिकाको मात्रै नाम आउँछ। त्यसलाई छायाङ्कन कसरी गर्यो, कसले खिच्यो यो क्यामेरामा, यसलाई कसले सम्पादन गर्यो, कसले यस्तो राम्रो बनाएर हामी माझ ल्यायो भन्ने कुरा त्यति ध्यान नै दिन। के लाग्दछ तँलाई यसमा? एमा एक हिसाबले दुःख लाग्छ। अर्को अब दुःख लाग्गले के भने यो पहिलेको एक संस्कारै जसो भयो कि खालि कसैले गीत गाइदियो, जसमा मैले लेखेँ भनेर गीत गाउने अर्को छ, सेकेन्ड पर्सन छ भनेर उसैलाई मात्रै सोध्दै कि उहीको गीत भन्ने है, मेरो गीत नआयो भने गीत त मेरो हो नि।
तब मान्छे के छ भने आयो चिज जसमा सोर्स जहाँ मुहान छ मुहानलाई हम नहेर्दा क्या धारामा आयो पानी खाने भयो क्या मुहानमा जति फोहोर भयो त्यो वास्तव नआयो नि मुहान कहाँ छ थाहा नआयो नि धारा चिटिक्क बनाइदिए उहीलाई युज गरे सफा सोच्छ हो त्यसो सोच्छ भयो कति दुःख लाग्छ तर यसो भयो कि हम अलि पछाडि नै छौँ पर्दा पछाडि भयो पर्दा अगाडि जो अगाडि हुन्छ उसलाई चिन्ने भयो जस्तै म आज यहाँ आएँ अहिले मलाई जो हेर्दा ए वीरेन्द्र भाट विपिन हुने यो रहेछ भन्ने भयो या हम त पछाडि हुने भयो नि त हिसाबले चिन्न नै अलिक दुःखै लाग्छ त्यसमा निकै सङ्घर्ष गरे तमले यही क्षेत्रमा हजुर जति पनि टिभीमा गीत हामी देख्दा वीरेन्द्र भाट विपिन भनेर आइरह हुन्छ मलाई थाहा नै थियो तम को हो भन्ने कुरा नाम चाहिँ थाहा थियो नाम देखन्छ जब तमलाई भेटे तब बल्ल मैले थाहा पाएँ तमलाई हाम्रा आमाका हो भन्ने कुरा यसै धेरै हाम्रा दर्शकहरूलाई लाग्यो होला र आज हामीले तमलाई यो बाडुलीमै बोलाइबाट यसै तमरा जिज्ञासाहरू तमरा मनमा लागेका कुरा र हाम्रा दर्शकहरूले सोध्न खोजेका कुरा उनले जान्न खोजेका कुराहरू हामी यहाँ राख्थ्यौँ तमले कति देउडा गीत छायाङ्कन गरे त देउडा गीत मैले छायाङ्कन गरेको होला 4-5 गीत होला देउडा गीत त त्यति देउडा छायाङ्कन नै हुन क्या देउडा छायाङ्कन हुन यो मलाई कति गुनासो मात्रै गराउनु छ यो भनौँ न हेद्या है अरे गुनासै छ मलाई के भने हाम्रो परिपाटी के भइदियो भने आफ्नो मान्छे कहाँ जाने परिपाटी कम छ आफ्नो मान्छेलाई सपोर्ट गरिदियो परिपाटी कम भयो तपाईँको विकास नआयो अरे साँच्चीकै सुदूरपश्चिम भन्नान भयो साँच्चीकै सुदूरपश्चिम कुन चाहिँ लागन्छ क्या हो नै भन्ने लागन्छ तर सुदूरपश्चिमभित्रका मान्छेको मन सुन्दर कब होला सुन्दर भइदिए हुन्थ्यो क्या रेबर यो सुन्दर होला क्या रेबर हामीमा आफन्तत्वको भावना आउला कस्तो लाग्छ तँलाई सबै मान्छे यसो छ शिक्षित नआइछन् भन्नाले धेरै शिक्षित छन् सुदूरपश्चिमको मान्छे धेरै शिक्षित छन् शिक्षाकै तथ्याङ्क हेरिदियो भने अब तैँको लेखा के विकास गर्दा जरुरी छ भने आफ्नत्वको भावना आफ्नो पराय आफन्त भन्ने चिज चाहिँ अलिक सोच्नु पर्छ भन्ने लाग्छ मलाई हरेक कुरा हामी गर्दछौँ त्यही बेला पूर्व मेचीदेखि पश्चिम महाकाली हिमालदेखि तराई भनेबाट हामी यसरी कुरा गर्दछौँ हजुर कस्तो लाग्छ यहाँलाई कसरी कुरा गर्नुपर्छ हामीले जस्तो लाग्छ कुरा यसो छ यही विषयमा के छ भने आफ्नो म मात्रै नआयो कि पहिले म भन्नानमा राम्रो म वास्तविक है र म आफ्नो म मात्रै होइन हामी भन्न सिकौँ भन्ना तर यहाँ के छ भने मै भन्न जरुरी भइसक्यो कि यहाँ कारण कि त हामी मात्रै भन्छ यहाँ अर्कोले हेप्यरलाई ठाउँ आयो है पूर्व मेची होइन पश्चिम काली पूर्व मेची भनौँ न यो सुरुवात गरौँ न हो मेचीदेखि महाकाली भन्दा हुन्छ भने कालीदेखि मेची भन्नु के नै होइन हो अबका दिनहरु हामी यो पनि भनौँ सब अहिलेसम्म हरेक विकास निर्माणका कुरा जिलै छन् सबै पूर्व मेचीबाट हेरे तर म अर्काको अस्तित्व गुमाउने पक्षमा चाहिँ नै है यो आफ्नो अस्तित्व मत ल्याउनाले अर्कालाई गुमाउने होइन अर्कालाई साथै लैजाउँ सँगै जाने तर आफ्नत्व भन्ने चिज नछाड्ने तिन सँगसँगै हामीले जान पाउनु पर्यो अगाडि जानु पाउनु पर्यो पूर्व मेची सधैँ एकैतिर नआएर कि हाम्रोतिरबाटै जानु नि कतै त तम त 12 मास निकै व्यस्त रहने छायाङ्कन सम्पादन गर्ने व्यक्ति मध्येमा आएको हो कस्तो लाग्छ तम खाने बस्ने तपाईले परिवारलाई टाइम कतिखेर दिन परिवार के छ यो निकै व्यस्त छौ परिवार मेरो निकै सन्तुष्टि छन् कसो सन्तुष्टि सन्तोकी भन्नान्थे क्या घरतिर सन्तोकी जी गरेलाई ठिकै छ भन्ने टाइपको त्यही हिसाबले मलाई लाग्छ परिवारलाई दिने समय मैले पाइराखेन एकदम कम दिन हो त्यही बेला उनी सन्तोकी छन् सबैजना आफ्ना काममा बिजी भइरहन कोही पढाइमा छन् कोही केही छ तँलाई सपोर्ट गरे मलाई एकदम सपोर्ट गरे आखिर उनीहरू सपोर्टले त म आज व्यस्त हुनु पर्यो नि तमसँग फेरि कुराकानी गर्दैऊ हजुर अहिलेलाई तमले छायाङ्कन गरेको तमले सम्पादन गरे एक देउडा गीत
हाम्रा दर्शकका सामु राख्छौँ त्यही पाछा हम फेरि कुराकानी गरौँला। दर्शकवृन्द, आज हामीसँग हुनुहुन्छ छायाकार सम्पादक वीरेन्द्र भाट विपिन। उहाँ निकै कुशल छायाङ्कन गर्ने व्यक्तित्व हुनुहुन्छ, सम्पादन गर्नुहुन्छ र सुन्दर गीतहरू हाम्रो सामु ल्याउनुहुन्छ। अहिलेलाई भने म उहाँद्वारा सम्पादन गरेको, उहाँद्वारा छायाङ्कन गरेको यो म्युजिक भिडियो यहाँहरूमा राख्न चाहन्छु। त्यही पाछा हम अझ उनसँग कुराकानी गर्थ्यौँ। यो गीत यहाँहरूका लागि। हरियाली खेतको बालु होयाको पानी रिसाउन, दर्शकबिन, हामीले यहाँहरूमाझ यो सुन्दर भिडियो राखिसकेका छौँ, यो देउडा गीत राखिसक्यौँ। आशा छ यहाँहरूलाई आजको बसाइ एकदमै मन पर्यो होला। मलाई हाम्रो भाषा, सुदूरपश्चिमको सबै जिल्लाको भाषा अलिअलि आउँछ, त्यसैले यहाँहरूमाझ प्रष्ट एकै ठाउँको भाषा बोल्न सकिरहेको छैन, त्यसको लागि मलाई माफ गर्नु होला। र सकेसम्म सुदूरपश्चिमको आफ्नो भाषा म यहाँहरूमाझ बोल्ने कोसिस गर्नेछु। र आजको हाम्रो पाहुना पनि आफ्नै भाषामा बोलिराख्नु भएको छ। उहाँलाई साथ दिनको लागि म बेला बेलामा आफ्नो भाषा बोलिरहेकी छु र कहीँ कतै कमजोरी भइरहेछ, मिलिरहेको छैन, मलाई पनि थाहा छ, मलाई माफ गर्नु होला। र बेला बेलामा म यसरी नै बोल्नेछु। अब भने फेरि उहाँलाई हाम्रो कार्यक्रममा स्वागत गरौँ। यहाँलाई फेरि पनि हाम्रो कार्यक्रममा स्वागत। धन्यवाद। यो बानी नै भइदियो क्या आफ्नै भाषा बोल्ने। यो के हुन्छ भनेर हाम्रोतिर घुलमिल हुन्छ, पहिले त घर परिवारतिर घुलमिल, समाजतिर घुलमिल कम भया, यो भाषा यतातिरको भाषा बढी मिक्स हुनाले तब समस्या भयो। आजको हाम्रो यो बसाइ छ, तँ यसरी बोलिरहेछौ, म पनि तँलाई साथ दिनलाई यसरी बोलिरहेको छु। हाम्रा दर्शकहरूले सोचिराख्नु भयो होला यसलाई आफ्नै भाषा बोल्न आउँदैन भनेर। साँच्चै मलाई प्रष्ट रूपमा बोल्न नआउँदा म निकै आज दुःखी पनि छु। कोसिस गर्दैछु आगामी दिनहरूमा आफ्नो भाषा प्रष्ट बोल्नेछु। अझ यो कार्यक्रम पनि अझ आफ्नै भाषामा चलाउनु पाए अझ राम्रो हुन्थ्यो जस्तो मलाई लागिरहेछ। कोसिस गरौँला होइन। अनि सम्पादनको क्रममा, अझ विशेष गरी छायाङ्कनको क्रममा कतिका दुःख कष्टहरू, कस्तो गाह्रो साह्रो परिरहेछ यहाँलाई, त्यो बाहिरको पाटोहरू त हामीलाई त्यति थाहा हुँदैन, त्यसको बारेमा यहाँ बताइदिनु न। अब यो कसो हुन्छ भने छायाङ्कन गर्दा विभिन्न ठाउँ जानुपर्छ, विभिन्न बस्तीमा जानुपर्छ। कसै ठाउँका मान्छे कसै हुनान्, कसै ठाउँका मान्छे सहयोग भावना हुनान्, कसै ठाउँका मान्छे कसै हुनान् भनेर यो कहाँ के खिचायो पैसा ल्या भन्नान् होइन। एक आयो पैसा लिन, अर्को आयो पैसा लिन, अर्को आयो पैसा लिन। त्यो माथि कहीको जिम्मा हुन्छ भनेर जैल युनिटलाई सबै त्यो युनिट हुन्छ हाम्रो, क्यामराम्यान भयो है, लाइटम्यान भयो, मेकअप म्यान भयो, त्यसपछि गाडीको मान्छे भए, अरू आर्टिस्ट भए, गायक गायिका भए, सबै हुन्छ। कसैलाई लिने त डाइरेक्टर हुन्छ, जसलाई गीत पहिले दिया हो प्रोडक्सन हाउस भन्नान्, जो हाम्रो ओल्ड कभर मिडिया बठी मैजान यो निकै लामो समय यहाँले सङ्घर्ष गर्नुभएको छ यो क्षेत्रमा। कतिपय गुनासा पनि यहाँले सुनाइसक्नुभयो, धेरै गुनासाहरू पनि आउँछन् होइन। कतै राम्रो भनेर प्रशंसा पनि आउँछ, त्यतिखेर खुसी लाग्छ भनिसक्नु भएको छ। यस्तो कामको दौरानमा सुदूरपश्चिमतिर जाउँ जस्तो लाग्दैन? सुदूरपश्चिमतिर जाउँ होइन कि कतिखेर जाउँ जस्तो लाग्छ। कतिखेर जाउँ आफ्नो ठाउँमा यसो काम गर्दा पायो भने आफ्नो ठाउँलाई थोडा केही जस्तै हाम्रोतिरको ठाउँ है, सुदूरपश्चिमको ठाउँमा खप्तड है, घोडाघोडी, शुक्लाफाटा, त्यसपछि यो झोलुङ्गे पुल, दोधारा चाँदनी, त्यसपछि टिकापुरको पार्क, त्यसपछि तर महेन्द्रनगरमा ताल छ, झिलमिला कि ताल छ, झिलमिला ताल। उयो पछा तपाईँको रह्यो डडेलधुरा, डडेलधुराको त्यो तलको त्यो वन छ नि जो है, त्यो वन पारिबटे तपाईँलाई कीर्तिपुर भन्ना नि, तामठे हेर्नु चाहिँ कति सुन्दर देखिन्छ त्यो वन। त्यो डडेलधुरा माथिको के भन्ना त किल्ला है, बैतडीको कुरा गरौँ, बैतडीको पाताल भुवेश्वर
त्यही बसा तमरा ग्वाल्य केदारको है इसा ठाउँ छन् त्यसै दार्चुलाका छन् अपी हिमाल है तन ठाउँलाई हामीले खिचबर ल्याउन पाए भरे तै ठाउँमा झाइबर हामीले काम गर्दै पाए भरे आफूलाई यति सन्तुष्टि हुन्थ्यो कसरी सन्तुष्टि हुन्थ्यो भने यही ठाउँमा यसो ठाउँ रहेछन् भल हम तै ठाउँका मान्छेहरूले खिच्नु नै पाइराख्या है अरू मान्छे कसरी जान्न त अरू मान्छेले जाने थिए नि त खिच्चाले हामीले त्यहाँका ल्याउन सक्यो भरे त अरूले जाने थिएन यति सुन्दर ठाउँ रहेछ भनेर त्यहाँ जानलाई निकै खर्चिलो हुने भयो एक त कति ठाउँ सुविधा छैन गाडीको सुविधा छैन हैन हजुर त्यो पनि होला हामी त्यति पहुँचवाला पनि होइनौँ यहाँबाट पुरै ग्रुप लगेर समूह लगेर त्यहाँ एउटा गीत छायाङ्कन गर्नलाई हैन त्यसैले यहाँको सम्पर्कमा त यहाँसँग त धेरै ठुल्ठुलो उनीहरूको आफ्नो एउटा समूह हुन्छ यहाँसँग त उहाँहरू टचमा हुनुहुन्छ नि त यदि यहाँले उहाँलाई यो ठाउँ यस्तो छ है त्यहाँ गएर यसरी काम गर्दा राम्रो हुन्छ भन्दाखेरि कस्तो होला त कहिले भन्ने गर्नुभएको छ यस्तो छ भन्लाई छु मैले हैन धेरै खाइ भन्लाई छु मैले काम गरौँ जाइबर काम गरौँ भनेर तर के छ भने धेरै टाढाको डिस्टेन्स छ लामो यात्रा भयो लामो यात्रामा गाडीको खर्चले तति हुने भयो खाना खर्चले तति हुने भयो हामीले 10 जना जान्छ यहाँ त एकजना बराबर कम्तीमा 5000 छुट्टिनु पर्ने हुन्छ मिनिमम पैसा कुरामा है 10 जना जान्छ यहाँ बस्सा लेखा खाना लेखा उहाँकै लेखा समस्या नै थिइन् किनभने हाम्रो गाउँठाउँ हो हाम्रो गाउँठाउँमा कस्ता मान्छे छन् हजुरलाई थाहा छ सबै दयालु मान्छे छन् खुल्ला हृदयका मान्छे छन् खाना बस्सा लेखा आज आछ मेरा घर भोला छ मेरा घर भन्ने त छन् पालै नै पुग्दो है तर झनाइ लेखा उना लेखा थोडा समस्या हो अब एक सोच छ कि मेरो एक सोच छ त्यो सोच कस्तो छ भने हाम्रोतिरका मान्छे जो छन् गायक गायिका जो गीत एल्बम निकाल्दा आर्यान भिडियो गर्दा आर्यान उनलाई एक कि सल्लाह छ भने 4-5 गीत जम्मा गरिदे 4-5 गीत जम्मा गरिदे चाहिँ मैले घर जानु भने मै घर जान टाइम पाड्दे अर्थात् अर्को घर जान टाइम पाड्दे हाम्रोतिरका टेक्निसियन सबै छन् लाइटम्यानबाट मेकअपम्यानबाट सबै छन् आर्टिस्ट छन् क्यामेराम्यान छन् एडिटर छन् डाइरेक्टर छन् सबै छन् तको एक ग्रुप छ छायाङ्कनको रूपमा छायाङ्कनमा जति पनि चाहिन्छ हाम्रो समूहै बन्छ हाम्रै गाउँघरका छन् सबै छन् भनेर हम तनै जनालाई कलेक्सन जम्मा गरेर तै ठाउँमा जाएर हामीले त्यहाँको सिन क्याप्चर गरेर ल्याउन पायो भने पर्यटन विकासमा ठुलो मद्दत गर्छ त सुदूरपश्चिमका धेरै यस्ता ठाउँहरू छन् जुन प्रचार हुन सकेको छैन हैन त्यहाँ हामी पुग्नै सकेका छैनौँ कसरी बिस्तारै ल्याउनु पर्छ त्यो आफ्नो लगानीमा गर्दा लेखा अलि समस्या हुँदैन अलि पछाडि हट्यो त्यहाँका सम्बन्धित निकायहरूलाई के भन्न चाहनुहुन्छ त त्यहाँ सम्बन्धित निकायलाई के छ भने सुदूरपश्चिम पर्यटक विकास मञ्च छ नि पर्यटन विकास बोर्ड अन्तर्गत सुदूरपश्चिमलै रहेछ नि पर्यटन विकासको हैन हरेक ठाउँमा पर्यटन विकासका छन् प्रत्येक जिल्लामा छन् तनलाई के छ भने तै ठाउँको प्रसारकै लेखा अबको जमाना भनेको पेपरको जमाना कम छ पेपर मिडियाको जमाना कम छ अब श्रव्य दृश्यकै जमाना छ जसै पेपर हाम्रो अहिले यति कुराले गरे हामीले त्यो पढ्दा लेखा हामीलाई अल्छी लाग्यो थियो कोही नै पढ्नु पुग्ने मेरो बारेमा काहीँ निकालो त को पढ्यो कोही नै पढ्यो हजुरको बारेमा निकाले कोही नै पढ्यो सम्बन्धित मान्छे पढन्न 2-4 जना पढन्न बेग्लै कुरा छ तर श्रव्य दृश्य ठुलो कुरा छ श्रव्य दृश्यमा ल्याउनाइ लेखा त्यहाँका पर्यटन व्यवसायी त्यहाँका के अरे पर्यटन सरोकार मञ्च तथा छन् जुन उनलाई मेरो आग्रह छ कि तैँलाई चाहिँ श्रव्य दृश्यमा ल्याएर प्रचारमा अगाडि बढाइदियो भएर त्यो ठाउँमा विकास केही पर्यटक विकास हुन्थ्यो कि तम्रो यो आवाज सम्बन्धित ठाउँमा पुग्यो होला भन्ने हामीलाई आशा लागेको छ अब फेरि तमले छायाङ्कन गरेको तमले सम्पादन गरेको एक तीजको गीत राख्दौँ त्यसपछि हामी फेरि कुराकानी गरौँला हुन्छ दर्शकवृन्द फेरि यहाँहरूमाझ यहाँहरूको रमाइलोको लागि यहाँहरूलाई मनोरञ्जन दिनको लागि वीरेन्द्र भाट विपिनले छायाङ्कन गर्नुभएको र उहाँले नै सम्पादन गर्नुभएको यो सुन्दर म्युजिक भिडियो तीजको गीत यहाँहरूमाझ राख्न चाहन्छु
दर्शकवृन्द, भर्खरै हामीले यो सुन्दर गीत, तीजको गीत यहाँहरू माझ राख्यौँ। आशा छ आजको बसाइ यहाँहरूलाई मन परिरहेको होला। बेला बेलामा बिगारी भए पनि आफ्नो भाषा बोलिरहेछु, खुसी पनि लागिरहेछ र आफ्नो भाषा प्रश्न नआउँदा दुःख पनि लागिरहेछ। बिस्तारै कोसिस गर्नेछु। मलाई यहाँहरूको साथ सहयोग र सल्लाह सुझाव चाहिन्छ। फेरि पनि वीरेन्द्र भाट विपिनलाई स्वागत गरौँ। फेरि पनि यहाँलाई स्वागत छ। फेरि पनि धन्यवाद। हाम्रो यो कार्यक्रम बाडुली सुदूरपश्चिम मध्यपश्चिम देशको विशेष गरी त्यहाँको कला संस्कृति साहित्य पर्यटनकै कुरा गर्छ होइन। त्यहाँका विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्छु। आज योभन्दा अगाडि मैले साहित्यकारलाई बोलाएँ होइन, गायक गायिकाहरूलाई बोलाएँ। उहाँहरूसँग एक प्रकारको कुरा हुन्छ होइन। आज यहाँ चाहिँ टेक्निकल पार्ट प्राविधिक पाटोतिरको व्यक्ति पर्नुभयो। त्यही भएर हाम्रो दर्शकहरूलाई पनि कता कता ओहो यस्तो हुँदो रहेछ, यो गीत छायाङ्कन गरेर हामी माझ आइपुग्दा त यति धेरै झन्झट पो हुँदो रहेछ पछाडि भन्ने कुरा पनि उहाँहरू माझ पुग्यो होला। गीत सङ्गीत छायाङ्कन गर्दा र सम्पादन गर्दाखेरि एउटै व्यक्तिले म्यानेज गर्न गाह्रो हुँदैन? होइन, त्यो गाह्रो हुँदैन। किनभने जहाँ इच्छा तहाँ उपाय भन्नान्। काम गर्दा लेखा हरेक कामको लेखा गाह्रो हुन्छ, तर मैले खिचिया चिज मैले एडिट गर्दा लेखा धेरै सजिलो हुन्छ। जस्तै अरल खिचिया चिज, अरल डाइरेक्सन गरेर खिचबाट ल्याए चिजलाई एडिट गर्दा लेखा 4 घन्टा लाग्गान् भनेको मैले आफूले गरेको चिजलाई 2 घन्टामा सकिन्छ। तपाईहरु आफ्ना सोचमा बनाया हुन यो चिज यहाँ खाइछ भन्ने थाहा हुन्छ। यहाँ त सबैले अब एउटा कुरा सोध्दाउ तँलाई, देउडा र देउडा एकै हो भन्न तँले कसरी बुझ्या छ यसलाई? देउडा भने के हो, देउडा भने के हो, तँले कसरी बुझ्या छौ? अब यसको परिभाषा त व्यक्तिबिच फरक हुन्छ होइन, यसको वास्तविक परिभाषा अलगै होला, तर व्यक्तिको आफ्नो सोचाइ हुन्छ नि। मलाई देउडा भने चाहिँ पैतला मिलाएर चलाएर खेल्ने खेललाई देउडा सम्झु न म। डेडीमा एक हाफ अगाडि पछाडि हाफमा जान्छ नि, उसलाई देउडा सोध्छु। देउडा भने मलाई खासै त त्यो थाहा नै थिएन। टिभी टुडे र बाडुलीलाई के सल्लाह दिन चाहनुहुन्छ? सल्लाह सुझाव केही छ? सल्लाह सुझाव भन्दा नि आज यो टिभी टुडे हेरेर बसिराख्नु भए सबै दर्शकहरूलाई, कार्यक्रम बाडुली हेरेर सबै दर्शकहरूलाई यो कार्यक्रम अनि आफ्नो कार्यक्रम, आफ्नो भाषाको कार्यक्रम कसैमा जान्छ यसलाई सल्लाह सुझाव दिया। केही गल्ती कमजोर हुनान्, बोल्दामा केही मिस्टेक हुन्छ, अब हार्नु भयो जिब्रो, काहीँ लटपटिन्छ, माफ गरे। र कार्यक्रम बाडुलीलाई अनि टिभी टुडे अनि हजुरलाई मलाई यहाँ बोलाउनु भयो, धेरै धेरै धन्यवाद। मेरा कुरा राख्ने अवसर दिनुभयो, यसको लागि हृदयदेखि नै एकदम धन्यवाद दिन चाहन्छु। आगामी दिनमा कार्यक्रमको सफलताको कामना गर्न चाहन्छु। यहाँलाई पनि धेरै धेरै धन्यवाद। आफ्नो समय व्यस्तताका बावजुद पनि हाम्रो यो निम्तोलाई स्वीकारेर बाडुलीमा आइदिनु भयो। हाम्रो आजको पाहुनाको रूपमा आफ्ना केही कुराहरू यहाँ राखिदिनु भयो। हाम्रा दर्शक महानुभावहरूमाझ यहाँका प्राविधिक कुराहरू केही राखिदिनु भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। यहाँको आगामी जीवन, यहाँको यो कार्य जुन क्षेत्रमा यहाँ लाग्नु भएको छ त्यसले निकै सफलता पाओस्, यहाँ सधैँ अगाडि बढिरहनुहोस्, हाम्रो शुभकामना छ। दर्शकवृन्द, आज हामीसँग हुनुहुन्थ्यो वीरेन्द्र भाट विपिन, छायाकार, सम्पादक, सुदूरपश्चिमको चेलो, सधैँ आफ्नो जन्मभूमि, आफ्नो कला साहित्य भाषालाई माया गरिरहने व्यक्तित्व। उहाँसँगको कुराकानी यहाँहरूलाई अवश्य पनि मन पर्यो होला। आशा छ आगामी दिनहरूमा पनि हामी यस्तै विभिन्न व्यक्तित्वहरूलाई ल्याएर यहाँहरूमाझ कुराकानी गर्ने नै छौँ। आजको लागि हाम्रो कार्यक्रमको निर्धारित समय सकिसकेको छ। कार्यक्रम बाडुलीबाट म चाँदनी मल्ल बिदा माग्छु। नमस्कार।